भावमा सहस्रार चक्रमा धारण गर्दै आज्ञा चक्रमा योगी शिवशक्तिनाथ, हृदयको पूजा कोठामा पूजनीय गुरुमाता महाशक्ति गोरकाली माता, महाशक्ति महालक्ष्मी माता, सम्पूर्ण मातृशक्तिहरू, आफ्ना कुलदेव कुलदेवीहरू, आफ्ना पितृदेव पितृदेवीहरूलाई मनमनै धारण गरौँ र पुकारा प्रार्थना गरौँ। हे गुरुदेव, हे भगवान, हजुरहरूको असीम कृपा अनुकम्पा आशीर्वाद स्वरूप आज हामी गोरखा जिल्ला बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर 4 बाघ भैरव स्थित तन्त्रोक्त रूपमा बाघ भैरवको यस पावन क्षणमा चैत्र दशैंको चैत्र अष्टमी गोरखकालीनको तन्त्रोक्त दिन यस पावन अवसरमा परम्परादेखि नै चल्दै आएको भुङ्रे रोडको साथमा हामी ताई रोडलाई अर्पण गर्न गराउन गइरहेका छौं। अब हामी पूजन प्रक्रियामा अगाडि बढ्दैछौँ। त्यस पश्चात हवन प्रक्रियामा अगाडि बढ्छौँ भने र हाम्रो रोड अर्पण रोड बनाउने कामहरू भइरहेको छ र यस बीचमा हामी तन्त्रोक्त विधि विधान अनुरूप चाहिँ हवन पूजनमा अगाडि बढ्ने आज्ञा एवं अनुमति माग्दछु र यहाँहरू अन्तर हृदयबाट जयकार गर्नुहोला। दादा गुरु स्वामी सच्चिदानंद महाराज को, करुणामय योगी गुरु मच्छिंद्रनाथ को, श्री श्री महायोगी गुरु गोरखनाथ को, परमहंस स्वामी श्री निखिलेश्वरानंद महाराज को, पूजनीय गुरु माता को, महाशक्ति गोरखकाली माता को, महाशक्ति महालक्ष्मी माता को, महाशक्ति मां सरस्वती माता को, नेपाल स्थित पशुपतिनाथ को, नेपाल का संपूर्ण देवी देवता को, गोरखा जिला स्थित संपूर्ण देवी देवता को, बारपाक सुलीकोट भरी का संपूर्ण देवी देवता को, सोरपानी स्थित संपूर्ण देवी देवता को, भगवान बाघ भैरव को, भगवान बाघ भैरव को, भगवान बाघ भैरव को, सनातन हिंदू बुद्ध धर्म को, अर्सल बिर्सल 33 कोटी देवी देवता को, आफ्ना गुरुहरूको आजको आनन्द को, सत्य शक्ति को, ज्ञात अज्ञात क्षेत्र को, साबरनाथ को, सम्पूर्ण नाथ शक्ति को। अब यहाँहरू सबैले खुलेर हात ठाडो गर्नु होला। ओम हर हर महादेव भन्नु होला। ओम हर हर महादेव। अब 3 पटक हरिओम भन्ने होला। हरिओम हरिओम हरिओम। अब मस्तिष्कमा हात रगड्नु, हात रगडेर